हेलो साथीहरू सबैजनालाई स्वागत गर्न चाहन्छु दधिराम टेस्ट युट्युब च्यानलमा। यदि नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। आज चाहिँ हजुरहरूको सामु मैले चाहिँ कन्टेन्ट मोनेटाइजेसन फेसबुक कन्टेन्ट मोनेटाइजेसनको लागि प्रोफेसनल मोड कसरी अन गर्ने त भन्ने विषयमा हजुरहरूको लागि भिडियो लिएर आएको छु। सबैजनाले अन्तिमसम्म हेरेर साथ दिनुहोला। अनि यो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट अनि सब्स्क्राइब गरिदिनु होला। मैले यस्तै खालको भिडियोहरू चाहिँ बनाइरहेको हुन्छु साथीहरू। हजुरहरूलाई मनपर्छ भने सेयर गरिदिनु होला। थ्याङ्क यू। अब चाहिँ हामी लाग्छौँ मोबाइल। अब चाहिँ हामी आएको छौँ मोबाइलको स्क्रिनतर्फ। तपाईँहरू देख्न सक्नुहुन्छ साथीहरू। फर्स्ट अफ अल हामी जान्छौँ फेसमा गइसकेपछि तपाईहरु देख्न सक्नुहुन्छ प्रोफाइलमा जानुपर्ने हुन्छ। प्रोफाइलमा गइसकेपछि माथिनिर देख्न सक्नुहुन्छ यहाँनिर 3 डट माथि कुनामा 3 डटमा क्लिक गर्नु होला अनि चाहिँ स्क्रोल डाउन गर्दै हल्का तल जानु होला साथीहरु। तपाईहरु यहाँ देख्न सक्नुहुन्छ प्रोफेसनल मोड भनेर टर्न अफ प्रोफेसनल मोड भनेर हुन्छ। तपाईहरुको लागि टर्न अन प्रोफेसनल मोड भनेर आएको हुन्छ साथीहरु। सो यहाँ चाहिँ अफ भनेर आएको छ, माथि टर्न अफ भनेर आएको छ। मेरोमा चाहिँ अलरेडी अन भइसकेको छ साथीहरु। तपाईहरुले चाहिँ टर्न अन भनेर कन्टिन्यु गरिदिनु होला। टर्न अन गरिसकेपछि तपाईहरुको चाहिँ यस्तो इन्टरफेस आउँछ। जुन फ्रेन्ड भएको थियो नि साथीहरु, माथि तपाईहरु देख्न सक्नुहुन्छ यहाँनिर फलोअर्स भनेर आउँछ साथीहरु। फलोअर्स अनि फलोइङ भनेर आउँछ है साथीहरु। यसरी तपाईले गर्नुभयो भने फेसबुक कन्टेन्ट मोनेटाइजेसनका लागि प्रोफेसनल मोड अन गर्न सकिन्छ। तपाईहरु देख्न सक्नुहुन्छ अनि प्रो मोड अन गरिसकेपछि यहाँनिर चाहिँ ड्याशबोर्डहरु आएको हुन्छ, मोनेटाइजेसन अप्सन देखाउँछ। यसरी चाहिँ तपाईहरुकोमा कन्टेन्ट मोनेटाइजेसन आउँछ। मेरोमा चाहिँ अलरेडी कन्टेन्ट मोनेटाइजेसन दिइसकेको छ साथीहरु। तपाईहरु देख्न सक्नुहुन्छ मेरोमा चाहिँ डलर बन्न स्टार्ट भइसकेको छ। यसरी चाहिँ ओरिजिनल कन्टेन्टहरु राखेर हजुरहरुले चाहिँ फेसबुक कन्टेन्ट मोनेटाइजेसन पाउन सक्नुहुन्छ। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट शेयर गरिदिनु होला। धन्यवाद।